तपाईँ श्रम स्वीकृति गराउँदै हुनुहुन्छ, ध्यान दिएर सुन्नुहोस्। आज 5 दिन भयो डोफाको साइट पुरै अवरुद्ध छ, सिस्टमले काम गरिरहेको छैन। 5 दिनसम्म सिस्टमले काम नगर्दा पनि सम्बन्धित निकायले कुनै पनि सूचना जारी गरेको छैन। यो संवेदनशील विषय हो। हामीले कल गरेर जानकारी लिँदा उहाँहरू भन्नुहुन्छ 2 बजीतिर रिकभर हुन्छ, 3 बजीतिर रिकभर हुन्छ, 4 बजीतिर रिकभर हुन्छ भनेर सान्त्वना दिइरहनु भएको छ, तर 5 दिनसम्म अहिलेसम्म भएको छैन। नेपालको सिस्टम हो, जतिखेर जे पनि हुन्छ हेर्नुहोस्। जहाँनिर पैसाको कुरा आउँछ यहाँनिर यो समस्या आउँछ। जोसुकै जेसुकै होस् त्यो मतलब छैन, यहाँनिर पैसाको कुरा चाहिँ मिल्नुपर्छ। किन यो भनिरहेको छु भने यो भन्दा पहिला जो पासपोर्टको समस्या आएको थियो त्यसमा ठेक्काबट्टाको कुरा नमिलेर त्यस्तो भएको थियो भने अहिले किन यस्तो भइरहेको छ, सम्बन्धित निकायले किन सूचना जारी गरिरहेको छैन, कति मान्छेले दुःख पाइरहेको छ, यति सम्बन्धित विषयमा चुप किन, केमा कुरा मिलेन। र तपाईँहरूलाई पनि के भन्न चाहन्छु भने श्रम स्वीकृति 1 महिना पहिला नै गराएर राख्नुहोस् कि विदेश हुनुहुन्छ भने गरेर आउनुहोस्, 1 महिना पहिला नै, नेपाल हुनुहुन्छ भने पहिले नै गरेर राख्नुहोस्। यो समस्या त तपाईँले भोग्नु पर्दैन, नेपालको सिस्टम हो, जतिखेर जे पनि हुन सक्छ क्या। जय नेपाल।